सो गाइस जस्ट इमेजिन गर्नुहोस् होइन, तपाईँले एउटा प्रेसर कुकर वा 2-4 किलो चिनी किन्न होइन इन्डिया जानुहुन्छ र इन्डियादेखि फर्किँदा होइन तपाईँलाई चेक जाँच गरिन्छ, जस्ट लाइक होइन युआर क्रिमिनल स्मगलर होइन, जस्ट एउटा होइन प्रेसर कुकर वा 2-4 किलो चिनीको लागि। नेपाल सरकारले ल्याउन मिल्ने भनी तोकेका मालवस्तुहरू भन्सार गरेर मात्र ल्याउँ। हाल मूल्यहरू 100 र सोभन्दा बढी मूल्यका सामानहरूको भन्सार अनिवार्य गरिएको हुँदा सीमा नाकामा सोही अनुसार पढाइ गरिएको सूचित गरिन्छ। घरायसी प्रयोजन वा अन्य जुनसुकै सामानमा भन्सार शुल्क अनिवार्य लाग्नेछ। यो नयाँ रुल हो, रु 100 वाला भन्सार सिस्टम। ओके, यसमा के हुन्छ भने होइन, यदि तपाईँले होइन अब 100 भन्दा माथिको सामान यदि इन्डियाबाट ल्याउनुहुन्छ भने होइन त्यसमा भन्सार कस्टम ड्युटी प्लस भ्याट तिर्नुपर्छ बोर्डरमा। 100 रुपियाँ मात्र यार, यसले के हुन्छ के तर क्वेसन यो हो के यो रुलले होइन साँच्चीकै नेपालको इकोनोमी ग्रो गर्छ त कि यो अर्कै रिजन हो मान्छेलाई विदेश पठाउने? जस्ट लाइक अब नेपालमा बसेर होइन कतिको तलब दिन्छ तपाईँलाई? 19,500, त्यसमा गुजारा हुन्छ तपाईँको बेसिक, प्लस त्यसमा होइन तपाईँले अब इन्डियादेखि सामान पनि ल्याउन पाउनुहुन्न। जस्ट लाइक 100मा के आउँछ यार त्यति? सो अझ आई थिङ्क होइन यो रुल बनाउनुको पछाडि होइन मेबी यो तिनवटा मध्ये होइन कुनै हुनसक्छ होला कि। जस्ट लाइक होइन कि होइन नेपालको इकोनोमी होइन साँच्चीकै ग्रो गर्ने, अर्को तपाईँको होइन नर्मल एभरेज फ्यामिलीहरूको होइन लाइफ सर्भाइभ गर्न होइन अझै गाह्रो बनाउने, एन्ड थर्ड नम्बर होइन जुन कि होइन जस्ट लाइक मान्छेलाई होइन झन् प्रेसर दिने के जाऊ विदेश। जस्ट लाइक कि होइन नेपालको कति छ यार मन्थली सेलेरी? 19,500 नर्मल। 19,500मा के गुजारा हुन्छ तपाईँको एक महिना? जस्ट सपोज गर्नुहोस् होइन एउटा फ्यामिलीमा होइन 4 जना मेम्बर छ। ओके, त्यसमा होइन खानाको तपाईँको चामल दाल तेल र त्यो के भन्छ दाल सालको होइन एप्रोक्सिमेट होइन 12,000 लाग्छ तपाईँको। अनि अर्को तपाईँको ग्यास प्लस इलेक्ट्रिसिटी होइन त्यसको 3,000 जोड्नुहोस्, र अर्को एडुकेसन 2वटा चिल्ड्रेन छ एटलिस्ट होइन 4,000 त लाग्छ मन्थली तपाईँको। त्यसमा अब मेडिकलको 1,500 जोड्नुहोस्, कति भयो टोटल? 20,500। अर्को तपाईँको होइन जस्ट सपोज त्यसको घर छैन, त्यसले भाडामा बस्नुहुन्छ, त्यसमा 8,000 जोड्नुहोस्, कति भयो टोटल? 28,500। तपाईँको होइन ट्रान्सपोर्टेसन कस्ट यताउति गर्न होइन तपाईँलाई एटलिस्ट होइन 1,000 रुपियाँ जोड्नुहोस् मन्थलीको, कति भयो टोटल? 29,500। अर्को तपाईँको कम्युनिकेसन यताउति कुरा गर्नको लागि रिलेटिभसँग प्लस इन्टरनेटहरू चाहिन्छ आजकलको बच्चाहरूलाई, एटलिस्ट त्यसमा 500 जोड्नुहोस् त, कति भयो टोटल? 30,000। क्यालकुलेट गर्दा होइन तपाईँको एभरेज खर्च होइन एबाउट होइन 30,000 जति आउँछ। तपाईँको मन्थली इन्कम कति हो? 19,500। यतिको डिफ्रेन्स छ यार। नेपालमा के साँच्चीकै मान्छेले काम गरेर बाँच्न सक्छ होला? जस्ट लाइक बेसिक लाइफको कुरा गरेको मैले, लग्जरियसको होइन। बेसिक लाइफ त जिउन यति गाह्रो छ नेपालमा बसेर, त्यो पनि होइन कसैको मतलब कतिजनाले त काम नै पाएको छैन कि नेपालमा। पाउने भनेको होइन 19,500 को काम हो, र त्यतिमा के सर्भाइभ गर्न सकिन्छ कि यो अर्को तरिका हो भन्ने? जस्ट लाइक जाऊ विदेशमा कमाऊ, विदेशदेखि नै कमाएर आफ्नो फ्यामिलीलाई पाल। विदेश गयो भने ल पाल्न सकिन्छ, बेसिक लाइफ दिन सकिन्छ, तर लग्जरियस लाइफ दिन सकिँदैन। जस्ट अहिले त्यसको छोराको होइन एडुकेसन खर्च कति लाग्दैछ? 4,000 को महिना। पछि गएर होइन 12 पढ्छ, तपाईँको कति लाग्छ? 12मा एप्रोक्सिमेट होइन 2 लाखभन्दा माथि लाग्छ राम्रो कलेजमा पढ्दा। त्यसपछि होइन तपाईँले ब्याचलर पढाउनुहुन्छ आफ्नो छोराछोरीहरूलाई होइन, त्यसमा तपाईँको कति लाग्छ? कुनै प्रोग्राम पढ्दा होइन एटलिस्ट होइन 3 लाख 4 लाखभन्दा कम लाग्दैन त्यसमा। बेसिक लाइफ त जिउन गाह्रो भइरहेको छैन यति नेपालमा काम गरेर यार, कर्जामा डुबिन्छ। सो यो त तपाईँको होइन बेसिक कम्पेरिजन गरेको होइन, साँच्चीकै नेपालमा काम गरेर होइन मान्छे बाँच्न सकिन्छ कि सकिँदैन? अब होइन नेपालको मान्छेहरूले होइन इन्डियादेखि सामान किनिन्छ। ओके, बेसिक रिजन तपाईँको होइन प्राइस ग्याप हो कि, त्यही सामान इन्डियामा पाउने र नेपालमा पाउनेको बिचको होइन धेरै ग्याप छ कि, त्यसैले होइन मान्छेले डाइरेक्ट इन्डियादेखि किनिन्छ। सिम्पलमा भन्दाखेरि होइन नेपालमा सामान महँगो छ। ओके, जस्ट लाइक होइन इक्जाम्पल हेर्नुहोस्, यदि तपाईँले होइन 1 किलो चिनी इन्डियामा किन्नुहुन्छ भने होइन तपाईँले आएर 70 रुपिस पर केजी पाउनुहुन्छ, र तपाईँले होइन त्यही सेम चिनी यदि नेपालमा किन्नुहुन्छ भने होइन तपाईँले आरएस 115 रुपियाँ पर केजी पाउनुहुन्छ, र यसमा होइन तपाईँको एप्रोक्सिमेट होइन रु 45 रुपियाँको ग्याप आउँछ। 1 किलो चिनीमा तपाईँको 45 रुपियाँको ग्याप आउँछ। जस्ट सपोज तपाईँले 10 किलो किन्नुहुन्छ भने कतिको ग्याप आउँछ तपाईँको? 450 रुपियाँ। अलमोस्ट होइन 50 to 60% को ग्याप हुन्छ कि तपाईँको प्राइस इन्डिया र नेपालको बिचमा। 50 to 60% को ग्याप। यतिको ग्याप हुँदा होइन यतिको ग्याप छ होइन, अनि किन नकिन्नु यार मान्छेहरूले इन्डियादेखि सामान? नेपालमा त्यही सामान ल्याएर होइन अलि सस्तोमा दिन मिल्दैन, जस्ट लाइक बेच्न सकिँदैन। र अरू इक्जाम्पल हेर, जस्ट लाइक होइन इन्डियामा होइन तपाईँको तेल होइन खाने तेलको प्राइस कति हो? 180 रुपियाँ पर लिटर, तर नेपालमा होइन त्यही
त्यही तेलको प्राइस कति हो एप्रोक्सिमेट होइन मैले अस्ति किनेको थिएँ अबाउट आरएस 300 पर लिटर दिन्छ तपाईँको एउटा प्याकेट आउँछ होइन त्यसको 300 290 300 जति प्राइस हुन्छ त्यसमा होइन तपाईँको कति आयो ग्याप एप्रोक्सिमेट होइन तपाईँको 120 रुपियाँको ग्याप आयो एउटा प्याकेटको तेलमा तपाईँको 120 रुपियाँको ग्याप जस्ट सपोज तपाईँले होइन एउटा कार्टुन किन्नुभयो जस्ट लाइक 10वटा पिस किन्नुभयो टोटल ग्याप कति आयो तपाईँको 1200 जामा एउटा तेल किन्दा त होइन 1200को ग्याप आउँछ अनि मान्छेले किन नकिन्नु यार सामान इन्डियादेखि त्यही व्यापारीले होइन त्यही सामान ल्याएर नेपालमा अलिक सस्तोमा बेच्न मिल्दैन सो यो प्राइस ग्याप नै हो कि मेन रिजन मान्छेहरूलाई मोटिभेट गर्ने इन्डियादेखि किन्ने त्यही सामान होइन एटलिस्ट नेप्लिज भएर होइन नेपालीलाई सस्तोमा बेचिन सकिँदैन जस्ट लाइक त्यतिको ग्याप किन यार सो अब यसलाई होइन अर्कै नजरियाबाट हेर्नुपर्छ कि 2024 र 25को डाटा अनुसार होइन 4 मिलियन पिपुल एप्रोक्सिमेट अबाउट 40 लाख मान्छेहरू होइन बाहिर बसिरहेको छन् जस्ट टु गिभ होइन बेसिक लाइफ टु देयर फ्यामिली मान्छेलाई जस्ट पाल्नको लागि होइन बाहिर बसिरहेको छन् 40 लाख मान्छेहरू र यही डाटाको अनुसार होइन यदि तपाईँ 2010 वा 11को डाटा हेर्नुहुन्छ भने होइन तपाईँको एप्रोक्सिमेट 2 मिलियन पिपुल त्यति बेला बाहिर बसिरहेको थियो ओके सो 20 लाख जति 2010मा र अहिले 2024मा कति बसिरहेको छ 2024को डाटाले 40 लाख एप्रोक्सिमेट डबल 10 सालमा डबल मान्छे गएको छ हौ बाहिर मतलब कि कस्तो डेभलपमेन्ट हो कि यो एक त डेभलपमेन्ट भइरहेको छैन नेपालमा त्यसमाथि होइन छन् मान्छेलाई गाह्रो बनाइरहेको छ कि यो नयाँ सिस्टम बनाएर सो एट लास्ट होइन म यति भन्न चाहन्छु कि होइन हामीलाई भन्सार पे गर्नमा होइन कुनै पनि प्रब्लम छैन मलाई मात्र होइन कि कुनै पनि नेपालीलाई भन्सार पे गर्नमा कुनै पनि प्रब्लम छैन प्रब्लम यो हो कि होइन इन्डियामा पर्ने प्राइस र नेपालमा पर्ने प्राइसको ग्याप होइन धेरै ठुलो छ कि त्यो त्यसलाई कि त सानो बनाउनु पर्यो कि त जुन लिमिट लगाउनु भएको छ होइन त्यो अलिक बढाउनु पर्यो कि 100मा के हुन्छ एटलिस्ट होइन 5 देखि 10,000को बिचको रेन्जमा राख्नु पर्यो तपाईँको यो लिमिट कि त होइन इन्डियामा पर्ने प्राइस र नेपालमा पर्ने प्राइसको होइन अलिक ग्याप सानो बनाउनु पर्यो यति हो दिस मच टुडे